हेलो एन्ड नमस्ते वेलकम ब्याक टु माई युट्युब च्यानल। दर्शक पनि यहाँलाई स्वागत छ मेरो यस युट्युब च्यानलमा। पक्कै पनि मेरो भिडियो हेर्दै हुनुहुन्छ भने मेरो च्यानलमा गएर सब्सक्राइब गर्न नभुल्नुहोला। सब्सक्राइब गरिसकेपछि नजिकै रहेको बेल आइकनमा क्लिक गरेर अलमा गएर क्लिक गर्नुभयो भने यहाँहरूले थुप्रै यस्तै महत्त्वपूर्ण विषयवस्तुहरू प्राप्त गर्नुहुनेछ। आज यहाँ समक्ष निकै नै महत्त्वपूर्ण विषयवस्तु लिएर उपस्थित भइसकेको छु। यहाँहरूलाई अवगत गराउनको लागि नेपाल प्रहरी प्रधान कार्यालय भर्ना यो छनौट शाखाले चाहिँ एउटा नोटिस जारी गरेको छ। यहाँ समक्ष नेपाल प्रहरीको लिखित रिजल्ट चाहिँ केही समय अगाडि आएको थियो भने नयाँ भर्ना पनि फेरि खुलाएको छ। नेपाल प्रहरीमा जनपदतर्फ जवानको भर्ना फेरि खुलाएको छ। 1553 जनाको सङ्ख्यामा ठुलो सङ्ख्यामा भारी सङ्ख्यामा चाहिँ जनपदतर्फ जवानको भर्ना खुलेको छ। कार्यालय सहयोगीको पनि खुलेको छ। कार्यालय सहयोगी लगायत जनपदतर्फ जवानको भर्ना पनि खुलेको छ। देख्न सक्नुहुन्छ, हेर्न सक्नुहुन्छ। खुल्लामा 837, अमर अशक्त प्रहरी परिवार 31, महिला 137, आदिवासी जनजाति 219, मधेसी 191 र दलित 103 र पछि 35 जना गरी जम्मा 1553 जना चाहिँ नयाँ भर्ना खुलेको छ। मिति 2082 6 महिना 10 गतेको सूचना हो। यहाँहरूले चाहिँ भर्ना अब खुलिसके पछाडि अब कसरी चाहिँ आफूले आफ्नो दस्तुर अर्थात् आफ्नो डकुमेन्टहरू कसरी चाहिँ लैजाने, कहाँ दर्ता गर्ने भन्ने कुराहरू, कहिलेदेखि कहिलेसम्म छ भन्ने कुराहरू पनि यहाँहरूलाई जानकारी गराउन चाहन्छु। 6 महिना 19 गतेदेखि 7 महिना 28 गतेसम्म चाहिँ कार्यालय समय 10 बजीभित्र चाहिँ यहाँहरूले चाहिँ सार्वजनिक बिदाको दिन बाहेक अन्य कार्यालय समयमा चाहिँ यहाँहरूले त्यो दरखास्त फारम दर्ता गर्न सक्नुहुनेछ। दरखास्त फारम दर्ता अर्थात् पाइने र बुझाउने स्थान कहाँ हो त भन्ने कुराहरू यहाँहरूलाई चाहिँ अवगत गराउन चाहन्छु। जुन चाहिँ तालिम केन्द्रहरूमा चाहिँ लगेर बुझाउन सक्नुहुन्छ। थाहा पाउनु भएको होला, कर्णाली अर्थात् कोशी प्रदेशको लागि विराटनगर मोरङ, अनि मध्य प्रदेशको लागि जनकपुर, अनि बागमती प्रदेशको लागि दुधौली, अनि गण्डकी प्रदेशको लागि पोखरा कास्की तालिम केन्द्रहरूमा, लुम्बिनी प्रदेशको लागि बुटोल, कर्णाली प्रदेशको लागि सुर्खेत र सुदूरपश्चिमको लागि दिपायल, अनि यो प्रहरी परिसर जिल्ला प्रहरी परिसर काठमाडौँ, ललितपुर, भक्तपुर यहाँहरू पनि बुझाउनु छ। र अन्य जिल्लाहरू सबै जिल्लाहरूमा पनि यहाँहरूले बुझाउन सक्नुहुन्छ। राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान महाराजगञ्ज काठमाडौँ यहाँले सम्पर्क गर्न सक्नुहुन्छ कार्यालय सहयोगीको लागि अर्थात् कार्यालय सहयोगी खेलाडीको लागि। अनि यसै गरी यहाँ समक्ष देख्न सक्नुहुन्छ योग्यताको विषयवस्तु पनि हेर्न सक्नुहुन्छ। योग्यता कतिसम्म भएपछि आफूले चाहिँ दरखास्त फारम भर्न सकिन्छ भन्ने कुराहरू। अनि यसै गरी यहाँहरूले परीक्षाको यो सञ्चालन हुने स्थानहरू पनि मैले यहाँहरूलाई भनिसकेँ। तालिम केन्द्रहरूमा अर्थात् कुन जिल्लाकोले अब यो प्रदेश अन्तर्गतको हुन्छ, आफू कुन प्रदेशमा पर्छौँ भन्ने कुराहरूलाई आफूले यकिन गर्नुहोला। र जुनसुकै ठाउँमा पनि गएर दर्ता गर्न सक्नुहुन्छ। जुन ठाउँमा गएर आफूले गरे पनि एक ठाउँबाट गर्ने हो। आफूलाई नजिक पाइपर्ने तालिम केन्द्र कहाँ छ त त्यहाँ गएर आफूले चाहिँ फर्म भर्न सक्नुहुन्छ। र फर्म भरिसकेपछि सम्बन्धित ठाउँ एउटा नोटिस जारी गर्नेछ, यति बजे यति बेला हुन्छ भन्ने कुराहरू उहाँहरूले जानकारी गराउनु हुनेछ। अनि पिछडिएका क्षेत्रहरूबाट पनि भर्न सक्नुहुन्छ, जस्तै अछाम, कालीकोट, जाजरकोट, जुम्ला, डोल्पा, बझाङ, बाजुरा र मुगु, हुम्लाबाट पनि पिछेबाट पनि यहाँहरूले चाहिँ फर्म भर्न सक्नुहुनेछ। अनि यसै गरी दरखास्त दस्तुर कति लाग्छ त भन्ने कुराहरू चाहिँ यहाँहरू समक्ष लिएर आएको छ। 300 अब खुल्लाबाट मात्रै भर्छु भन्नुहुन्छ भने 300 लाग्छ र यसमा थप उम्मेदवारको हकमा चाहिँ 20% भन्छ। 300 को 20% 60 रुपियाँ हुन जान्छ। त्यस कारणले 360 रुपियाँ चाहिँ यहाँहरूले अन्य कोटाबाट भर्न सक्नुहुन्छ भने 360 रुपियाँ भर्न सक्नुहुन्छ। कार्यालय सहयोगीको लागि 200, अनि यसमा चाहिँ 20% अब अन्य कोटाबाट गर्दाखेरि 240 रुपियाँको दरले थप दस्तुर 40 रुपियाँको दरले थप दस्तुर भरी 240 जम्मा गरेर कार्यालय सहयोगीलाई भर्न सक्नुहुन्छ। उमेरको हदमा 18 वर्ष पुरा भई 23 वर्ष ननागेको हुनु पर्यो है। प्रहरी जवानतर्फको जनपदतर्फको लागि जवानतर्फको लागि चाहिँ 18 वर्ष पुरा भई 23 वर्ष ननागेको हुनु पर्यो।
अनि बहालवाला श्रेणीविहीन कर्मचारीहरूको हकमा चाहिँ प्रयोग नियमावली 2071 संशोधित को नियम 40 बमोजिम 25 वर्ष ननागेको हुनुपर्ने कार्यालय सहयोगीको लागि चाहिँ 25 वर्ष अब अर्थात् यहाँहरूले चाहिँ 18 वर्ष पुरा भई 25 वर्ष ननागेको कार्यालय सहयोगीको लागि आवश्यक शैक्षिक योग्यता चाहिँ 8 पास अर्थात् 8 कक्षा उत्तीर्ण गरेको र सरको उत्तीर्ण गरेको आज डकुमेन्टहरू लिएर जान सक्नुहुनेछ। अब नैतिक पत्र नदेखिने एउटा चाहिँ नागरिकता अनि पासपोर्ट साइजको फोटो, अब आफ्नो डकुमेन्टहरू सबै लिएर जाने। हाइट चाहिँ कति हुनुपर्छ भने पुरुषको हकमा 5'2" 5 फिट 2 इन्च अनि छाती चाहिँ 31-33 हुनु पऱ्यो, तौल 50 केजी हुनु पऱ्यो। महिलाको हकमा चाहिँ घटीमा 5 फिट हुनु पऱ्यो, तौल चाहिँ 42 केजी हुनु पऱ्यो। अनि सबै भइसकेपछि नेपाली नागरिकता प्राप्त गरेको अर्थात् नेपाली नागरिक हुनु पऱ्यो। अनि यस्तै कार्यालय सहयोगीमा चाहिँ शैक्षिक योग्यता अथवा लेखपढ गर्न सक्ने भन्छ। दरखास्त साथ समावेश गर्नुपर्ने कागजपत्रहरू नागरिकताको प्रमाणपत्र, हालसालै खिचेको पुरै मुखाकृत अर्थात् दुवै कान देखिने, प्रष्ट देखिने एकै किसिमको पासपोर्ट साइजको फोटो, दारी कपाल काटेको हुनुपर्ने 5 प्रति फोटो चाहिन्छ है। अनि आफूले प्राप्त गरेको शैक्षिक योग्यताको प्रमाणपत्रको प्रतिलिपि, फोटोकपी, सबै डकुमेन्टहरूको फोटोकपी पनि लग्ने भन्दै यहाँ समक्ष यो छोटो भिडियोबाट बिदा हुने अनुमति चाहन्छु। र यहाँहरूले पक्कै पनि मजाले आफ्नो चाहिँ तयारी गर्न सक्नुहुन्छ। र फर्म भर्ने मिति 6 महिना 2082 साल 6 महिना 19 गतेदेखि 2082 साल 7 महिना 28 गतेसम्म यहाँहरूले फर्म भर्न सक्नुहुनेछ। ढिलो नगर्नुहोस्, समयमा फर्म भर्नुहोस् र आफूलाई चाहिँ समयमै एउटा सरकारी जागिरे बन्न सक्नुहुन्छ। यहाँहरू 1553 जना खुलेको छ। यो भारी सङ्ख्यामा खुलेको हो। भर्खरै यहाँ रिजल्ट पनि कतिको त आउनै बाँकी छ। अब रिजल्ट आउन बाँकी नै छ। फाइनल रिजल्ट, लिखित रिजल्ट आइसकेको छ र कतिजनाले त अब लिखित रिजल्ट उताको पनि यता पनि भर्न सक्नुहुन्छ। त्यस कारणले तपाईँहरूको उता अब त्यत्रो सङ्ख्यामा गइसकेपछि अब तपाईँहरू नै हो। बाँकी वैकल्पिकमा लिखितमा तपाईँहरू छनौट नभएको हुनुहुन्छ साथीहरू, तपाईँहरू नै हो अब यो 1553 जना कोटामा पर्ने। त्यस कारणले अलिकति मेहनत गर्नुहोस्, तपाईँहरू सक्सेस हुनुहुन्छ भन्दै यो छोटो भिडियोबाट बिदा हुने अनुमति चाहन्छु। हवस् त, धन्यवाद।